हाई एभ्रिवान, सबजनालाई मेरो युट्युब च्यानलमा वेलकम छ र हजुरहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु, आरामै छु र अनि आज चाहिँ मैले घरदेखि अफिस र अफिसदेखि घरसम्मको कामहरू देखाउँदैछु र म बाटोमा फर्किँदाखेरि च्याउ उम्रेको देखेँ र अनि मैले कस्तो मजाले च्याउ टिपेर लिएर गएँ क्या साथीहरू। अनि मलाई चाहिँ च्याउ यो मैले चाहिँ पहिलोचोटि पनि देखाए हो, अनि अरू मान्छेसँग सोद्धा खानुहुन्छ भनेर मैले चाहिँ टिपेँ, तर मलाई कस्तो राम्रो लाग्यो। अनि यहाँ भोइस कभर गर्दैछु कि अनि रुममा कोही छैन नि त, सामान पनि केही छैन, त्यही भएर अलिकति फर्केर पनि आएको छ होला। मैले ढाकेर राखेको आँपहरू पनि यत्तिको भएछ। कस्तो राम्रो भएको यो साग त। कहाँबाट जानु र कहाँबाट टिप्ने र टमाटर त पाक्न त पाकेको छ, कतातिर पाकेको छ यति नै रहेछ। च्याउ कति साह्रो ज्यादा त हुन्छ किसे मम्मी सिन्छ काँक्रा अचार खाँदैन है? काँक्रा अचार हो लाम्रो हुन्छ बराबर स्यान से अर्काउँछ होस्। कालो भएको चाहिँ पर्ने हुन्छ, अहिले चक्कुले काटेर यतिकै चाहिँ मिल्दै मिलेन क्या। यो खुवाउदिन चाहिँ साह्रो हुँदो रहेछ एकदमै। तर मैले फर्स्ट टाइम खान लागेको साथीहरू कस्तो हुन्छ थाहा छैन। खाने च्याउ भनेर अरूहरूले त लागेको छ कि, तर मैले चाहिँ आज फर्स्ट टाइम खाँदैछु यसलाई। कस्तो हुन्छ धेरै पानी लगाउँछ।
एरिजन कतिजना भयो मम्मी घरै हुनुहुन्छ ए आज घर गएको होइन बिहान हो घर सिटामल भयो त सिटामल खुवाउनु पठाइनुहुन्छ बाहर अच्छे अंडा ना अनि म चाहिँ काँक्रो लिएर आएर काँक्रो काटेँ अनि मम्मी बाबा चाहिँ कुरा गर्दै हुनुहुन्थ्यो कि अनि मम्मी बाबा फोनमा कुरा गर्दै हुनुहुन्थ्यो अनि मम्मीलाई भिडियो गर्न लगाएँ अनि मम्मीलाई भिडियो गर्न लगाएको यसको पनि नाटकै धेरै छ भन्दै हुनुहुन्थ्यो त्यही पनि भिडियो गराइदिनु भयो मम्मीले अनि मम्मी बाबाको चाहिँ कुरा चल्दै थियो अनि भाइ पनि बोलिरहेको थियो ग्रुप कलमा अनि म चाहिँ अचार बनाउनतिर लागेँ अनि काँक्रा काट्न सकेपछि आलु छिलेँ आलु छिलेको चाहिँ मैले आलु छिलेको चाहिँ मैले उस गराइनँ क्या भिडियो गराइनँ एकैचोटि उस गर्ने बेलामा मात्र अचार मोल्ने बेलामा मात्र मिच्ने बेलामा मात्र भिडियो बनाएको छु अनि साथीहरू मेरो अचार चाहिँ रेडी भयो र मेरो फुल भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद र मेरो अचार पनि यतिको भयो।